यो चाहिँ मुलाको साग चाहिँ काकीहरूले आफ्नो बारीमा भिजाइराख्नु भएको हामी चाहिँ काकीहरूको बारीमा खोले खोज्नु गएको थियौँ किनकि हाम्रोमा खोले छ लिन आउनु भन्नुभएको थियो अनि हामी त्यो लिनु घट्ने थाइरो र मोटाउने थाइरो यो चाहिँ खोले पनि प्रयोग हुन्छ नि चारो पनि प्लस प्रयोग गर्छौँ कि हामी चाहिँ यही अनि यति बेला चाहिँ जसको खेतमा पनि हुन्छ अनि लिनु गयो अनि मैले चाहिँ आएर सिमी टिप्न थालेँ हाम्रो मम्मीले चाहिँ मकै भुट्नु हुन्छ अनि हाम्रो मम्मीले भुटेको मकै चाहिँ धेरै कमल हुन्छ कुनै कुनैले भुटेको मकै चाहिँ साह्रो हुन्छ नि हो त्यस्तोमा देख्छ अक्करो घमन्टी मुख हुन्छ अरे कप्टी हुन्छ अरे अनि आमाले दिदीले चाहिँ खाना पकाइसक्नु भयो मैले चाहिँ कति धेरै खाइसक्दिनँ भनेर मैले दिदीलाई खाना दिइहालेँ अनि मैले खाएँ तर मैले चाहिँ भुट्नुहुन्छ र भने दिदीले चाहिँ रस लाउनु भएछ र पनि ठिकै छ अनि त्यसपछि हामीले चाहिँ आलु सिन्नु भएको थियो क्या दिदी साइडमा दिदीले अचार पिनिदिनु भएको थियो अनि हामीले मात्रै खाना खाथ्यौँ मम्मी र पापाले चाहिँ यो भुटेको मकै र मही अनि त्यसपछि आलु खानुभएको थियो नेपाल पहाडीको खानकी हाम्रो बाबुले खाँदैछ भन्नु नेपाल पहाडीको खानकी हाम्रो नेपाल पहाडको खानकी हाम्रो बाबुले खाँदैछ मकै र मही आलु टिमुरुको अचार